Hello guys, welcome to my channel. अब हामीहरुको बिदा छ अनि हामीहरुको अब ब्लग पनि स्टार्ट कहाँदेखि हुन्छ? दिउँसोदेखि किचनदेखि हो कि नै? अरूले चाहिँ हाउस वाइफ पुरा त्यो सिकिरहेको छ अनि हजुरले सोचिरहेको होला कि मेरो फेसमा यस्तो ग्लो कसरी आको भनेर यो सबै चाहिँ जिवेदाको प्रोडक्ट युज गरेर हो। तपाईहरुले पनि अर्डर गर्नु होला अनि के भन्छन् कन्यासमा मेसेज गर्छ ल यदि हजुरलाई चाहिएको छ भनेपछि अब चाहिँ हामीले चाउचाउ बनाइराको गाइस अब फेरि हामीहरु चाहिँ मुभी हेरेर बसेर चाहिँ फेरि हामीलाई भोक लाग्यो अनि त्यसपछि हामी चाहिँ आज स्न्याप हेर्दाखेरि सबैले चाहिँ पुरी अचार बनाएको देख्यौं। त्यसपछि हामीलाई पनि एकदमै क्रेभिङ भयो र अब फेरि हामीहरुको किचनमा तपाईहरुलाई स्वागत छ। त्यसपछि फेरि अब चाहिँ हामीहरुले के बनाउँछौँ भनेपछि रोटी बनाउँछौँ अचार बनाउँछौँ। सर हेर्दै जाम हामीले कसरी पुरी आज रोटी हैन पुरी बनाउँछौँ हामीले गाइस ल। हजुरले खानु भएको छ ल टिन्टीको जलुवा आज चाहिँ हामीहरु आफ्टर लङ टाइम हामीहरु यस्तो बजारमा भनेको त हामी त यहाँ भिजेर हैरान भयो गाइस के गर्ने होला। अब चाहिँ हामीहरु यस्तै कहीँ जान्छौँ जहाँ पनि गइहाल्छौँ जहाँ पनि जाने जे पनि गर्ने। गाइस हामीहरु चाहिँ अहिले पाटनमा हिँडिरहेको अवस्था पानी परेर को घुम्छ तर हामी घुम्छौँ एकदम मजा पनि आइरहेछ घुमेर। अनि त्यसपछि आज चाहिँ हामी कहाँ जान्छौँ के गर्छौँ हेलो गाइस हामीहरु चाहिँ अहिले चियाको खोजीमा छौँ। चाहिँ हामीहरु अघि अनि गाइस अहिले चाहिँ हामीहरु हेलो गाइस अहिले चाहिँ हामीहरु कहाँ आएको छौँ भनेपछि लाफिङ खानको लागि लाफिङ कि मान्डोज खानको लागि एउटा यहाँ पार्किङको साइडको एउटा यस लाफिङमा आएको छ। अनि म चाहिँ गाइस मोबाइल अड्डाउन पाइनँ एकदम दुखित छु अब चाहिँ हामीहरु माथिको रुम गइरहेको। हेलो अब चाहिँ हामीहरु माथि गइरहेको। तिमीले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्दैछौ कि नै? युट्युब च्यानल सब्स्क्राइब गर्दैछौ? फेरि भेट्नुपर्छ ल बाई गाइस। अरू चाहिँ हामीहरु गइरहेको घर ए म थाहा छ गाइस उठ्ने बित्तिकै बाटो हिँडेको उठ्ने बित्तिकै त हिँड्यो नि दाइज गाइस। अब चाहिँ हामीहरुले घर गइरहेको ह्याप्पी न्यू इयर गाइस। तपाईहरुलाई सबैलाई धेरै धेरै माया। तपाईहरुको आउने वर्ष एकदमै राम्रो होस् सोचेको आँटेको सबै पुरा होस्। ह्याप्पी न्यू इयर।